हेलो फ्रेन्ड्स, आज चाहिँ हामी मोमोको अचार बनाउँदैछौँ। हामीसँग छ यहाँ टमाटो, अनियन, गार्लिक। प्यान हिट भइसकेपछि चाहिँ तेल राख्छौँ र यसमा आफूलाई चाहिने जति खुर्सानी फुराउनुहोस्, लसुन, प्याज सबै फुराउनुहोस्। सरी गाइज, मैले चाहिँ त्यो जिरा फुराको चाहिँ भिडियो गर्न बिर्सेछु। एकछिन यसलाई चलाएर त्यसपछि चाहिँ मैले एकदम फ्रेस चप टमाटो राखेँ। मैले चाहिँ थोरै क्यान टमाटर पनि राखेँ। फेरि पनि यिनीहरू सबैलाई एकचोटि राम्ररी चलाउनुहोस्। थोरै बेसार अनि स्वाद अनुसारको नुन राखेर यसलाई मजाले मिक्स गर्नुहोस्। हामी चाहिँ एकछिन यसलाई छोपेर यसको सबै पानी सुक्न दिन्छौँ र यतिको भइसकेपछि चाहिँ अब हाम्रो यो मिक्सरमा ग्राइन्ड गर्नको लागि रेडी छ। यसमा चाहिँ हामीले भुटेको तिल पनि राखेर ग्राइन्ड गर्छौँ। हाम्रो चाहिँ अचार रेडी भइसकेको छ। यो चाहिँ मैले मोमोसँग खानको लागि सर्भ गरेँ। Thank you for watching. See you in my next video. Don't forget to like, comment and subscribe. Bye bye.